नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ मुख्य समाचारबाट। आज जनकपुरबाट चल्ने लामो तथा सानो दूरीको सवारी बस बन्द, बस व्यवसायी सबै आन्दोलित। नेपाल र नेपालीलाई समृद्ध बनाउँछु भन्दा विपक्षीले मजाक उडाएकोमा प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारित। सर्वोच्च सहित जन्मकैदको सजाय भुक्तान गरिरहेका ढुङ्गेललाई आम माफी नदिन खबरदारी गर्दै दण्ड पीडितको प्रधानमन्त्री निवास बालटारमा विरोध प्रदर्शन। र आइपिएल क्रिकेटको फाइनलमा सनराइज हैदराबादलाई 8 विकेटले हराउँदै चेन्नई तेस्रो पटक आइपिएलको च्याम्पियन। अब समाचार विस्तारमा। आज जनकपुरबाट चल्ने लामो तथा सानो दूरीको सवारी बस बन्द रहेको छ। आइतबार बसको कर्मचारी र प्रहरीबीच झडप भएपछि बस व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्। बसमा क्षमताभन्दा बढी यात्री सवार गरेको भन्दै प्रहरीले जनकपुरदेखि भिटामोड जाने क्रममा 1500 रुपैयाँ जरिवाना लिएको बस व्यवसायी सङ्घको मनोज चौधरीले जानकारी दिए। अहिले जनकपुरमा सडक र नालाको काम चलिरहेको कारण पिप्रा पर्सा लगायतको गाउँबाट मजदुरहरू आउँदै जाँदै गरेको साँझको समयमा घर फर्कने मजदुरहरूको घुइँचो बढेको कारण बसमा सवारहरूले सङ्ख्यामा वृद्धि हुने स्वाभाविक रहेको चौधरीको भनाइ छ। गाडी नरोकेका कारण मजदुरहरू उग्र रूपले बस कर्मचारीसँग दुर्व्यवहार गर्न खोजेको कारण आफू सवारी लिएको उहाँले जानकारी दिए। आज धनुषा प्रहरी र बस व्यवसायी सङ्घको नेता रामदयाल चौधरी तथा सङ्घको केन्द्रीय महासचिव पशुपति रेग्मी बीच 10 बजेदेखि वार्ता भएको थियो। वार्ताबाट आफूहरूको समस्या समाधान नभएपछि अरू सशक्त आन्दोलन गर्ने चौधरीले चेतावनी पनि दिनुभयो। यता बस बन्द भएपछि यात्रुहरू समस्यामा परेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र नेपालीलाई समृद्ध बनाउँछु भन्दा विपक्षीले मजाकमा उडाएको दुखेसो गर्नुभएको छ। आइतबारको प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममा सम्बन्धमा संसदहरूले उठाएको जिज्ञासाको जवाफ दिँदै उहाँले नेपाल र नेपालीलाई सुखी बनाउने योजना ल्याउँदा मजाक गरिएको बताउनु भएको हो। विपक्षी दलबाट उठाइएको प्रश्नको ठोस जवाफ दिनुको सट्टा उहाँले नेपाली जनतालाई गरिब हुनु नदिन उही पुराना विषयमा धेरै व्याख्या र लामो भूमिका बाँध्नुभयो। उहाँले नीति तथा कार्यक्रम आकाङ्क्षाहीन नभएको र असम्भव महत्वाकांक्षा नलिएको दाबी समेत गर्नुभयो। राष्ट्रिय आकाङ्क्षाले पूरा गर्न अघि बढ्नुपर्छ भन्ने सन्देश नीति तथा कार्यक्रमले दिएको उहाँले स्पष्ट पार्नुभयो। सम्बोधनका क्रममा पटक पटक प्रतिपक्षीलाई व्यङ्ग मिश्रित जवाफमा कार्ययोजना पूरा गर्ने ठोस आधारभन्दा थप सुनौलो आयोजना र आश्वासनहरू थपिएका थिए। जलमार्ग रेलमार्गदेखि ल्यापटप अगाडि राखेर मन्त्री परिषद बैठक गर्ने सम्मका आश्वासन प्रधानमन्त्रीले दिनुभयो। उहाँले नीति तथा कार्यक्रम रातमा देखेको सपना नभई दिउँसै देखेकाले सरकारले पूरा गर्ने दाबी गर्नुभयो। सम्माननीय सभामुख महोदय, सम्माननीय राष्ट्रपतिज्यूले यही 75 साल जेठ 7 गते सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको थियो र सो सम्बोधन मार्फत आर्थिक वर्ष 2075-76 का लागि सरकारका नीति र कार्यक्रमहरू प्रस्तुत भएका थिए। सम्बोधन मार्फत अभिव्यक्त भएका ती नीति र कार्यक्रमहरूको सम्बन्धमा यस सम्मानित सदनमा बहुतै गम्भीर, रचनात्मक, सृजनात्मक र जीवन्त छलफल भएका छन् र सुझावहरू आएका छन्। यसरी छलफलमा सक्रियताका साथ सहभागी हुनुहुने, महत्त्वपूर्ण विचारहरू व्यक्त गर्नुहुने
सुझावहरू प्रस्तुत गर्नुहुने सबै मान्य सदस्यज्यूहरूप्रति म सभामुख महोदय मार्फत हार्दिक धन्यवाद व्यक्त। नीति तथा कार्यक्रम कुनै बातको पछाडि नहिँडेको भन्दै उहाँले नयाँ कुरा परेपछि सहन गाह्रो भएको भन्दै प्रतिपक्ष दल नेपाली कांग्रेसलाई व्यङ्ग्य गर्नुभयो। उहाँले संविधान संशोधनका बारेमा भ्रम नपाल्न आग्रह गर्दै आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने बताउनुभयो। अनावश्यक संविधान संशोधनका विषयमा समस्या देखाएर नबस्न आग्रह पनि गर्नुभयो। नेपाली नागरिकताको विषयमा देखिएका समस्या पनि समाधान हुने उहाँले स्पष्ट पार्नुभयो। मिनी सर्वे हुँदैछ। काठमाडौँ मेट्रो निर्माण कम्पनीसँग महानगरपालिकाले लिखित एमओयू गरिसक्यो। 3 महिना फिजिबिलिटी, त्यसपछिको 6 महिना डिटेल सर्वे, त्यसपछि 3 वर्षभित्र पानी जहाज निदाएका बेला देखेको सपना बिउजिएर भने होइन। मैले बिउजैमा सायद त्यसै भएर होला मेरो एकजना मित्रले अस्ति सुरुमै टिप्पणी गर्दा दिवा सपना भन्नुभयो। त्यो दिउँसै देखेको सपना हो मैले, राति निदाए बेला होइन। प्रतिपक्ष दलले केही नपाएपछि धुमधामसँग राष्ट्रपतिको सम्बोधनको विषयमा उठाएको भन्दै उहाँले एउटाको सम्मान खोज्दै अगर्दा अर्को निकायमाथि अपमान गर्ने काम नगर्न प्रतिपक्ष दललाई सचेत गराउनुभयो। सम्बोधनमा सरकारले गल्ती गरेको वा नगरेको भन्नेमा स्पष्ट नपारिएका नै उहाँले चेतावनी शैलीमा भन्नुभयो, आइन्दा आफैलाई ध्यान दिनुहोस्। डेट ठानेको दिएपछि जागे। 70 जाग्यो, अछामको साफे बगर जाग्यो, अरू जाग्दैछन्। हामी हेलिप्याडहरूको विस्तार गर्दैछौँ। अन्तर्राष्ट्रिय विमानस्थलहरू, पोखरा निर्माण कार्य चालू छ, भैरवा चालू छ। एयर इन्ट्री पोइन्ट का कुरा हामी गरिरहेका छौँ। अलिकति मिल्न बाँकी छ। एउटा मात्रै इन्ट्री पोइन्ट, त्यो एउटा मात्रै इन्ट्री पोइन्टका ठाउँमा प्रतिपक्षको धर्म निर्वाह गर्नका लागि संशोधन हाल्नुपर्ने र अलिकति असहमति प्रकट गर्नुपर्ने चलनमा नै प्रतिपक्ष दलका सांसदहरूबाट आएको आलोचना र टिप्पणीहरू समिति भएको टिप्पणी पनि गर्नुभयो। उहाँले नीति तथा कार्यक्रम बजेट नभएको र सविस्तार जोड्नुपर्ने आवश्यकता नरहेको बताउनुभयो। उहाँले छलफलमा सक्रियताका साथ सहभागी हुने र सुझाव दिने सबै सांसदलाई धन्यवाद दिनुभयो। जेठ 7 गते राष्ट्रपति विद्यादेवी भण्डारले आगामी आर्थिक वर्ष 75-76 का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतिनिधि सभामा पारित भएको छ। आइतबार प्रतिनिधि सभामा सभामुख कृष्ण बहादुर महराले निर्णयार्थ पेश गर्नुभएको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो। सरकारको नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि प्रतिनिधि सभा सो प्रस्ताव निर्णयार्थ पेश गरिएको थियो। महसुस पनि गर्यौं भनेर भन्नुभयो। अब त्यसैको अनुसार नीति कार्यक्रममा लेखिन्छ नै भने भए त सहजै प्रधानमन्त्रीजीले भने जस्तो त्यो कागज फिर्तै गर्न मिल्थ्यो। त्यति चाहिँ साह्रै पुगिहालेन कि जस्तो लाग्यो। धन्यवाद। मान्य सदस्य फिर्ता लिनुभयो कि लिनु भएन? अब प्रधानमन्त्रीले सामान्य प्रधानमन्त्रीले भन्नुभयो पनि प्रश्नै बुझ्न सकिएन, आफ्नो पनि कसरी पो भन्नु जस्तो लाग्यो।
प्रश्न बुझ्न नसकेका हुनाले फिर्ता भएन सामान्य प्रधानमन्त्री के सभामुखजी। सरकारको नीति तथा कार्यक्रममा 6वटा संशोधन प्रस्ताव दर्ता गरिएको थियो। त्यसमध्ये कांग्रेस नेता डाक्टर मिनेन्द्र रिजाल र राष्ट्रिय जनता पार्टी नेपालका अनिल कुमार झाले भने संशोधन प्रस्ताव फिर्ता लिन मान्नु भएन। गत जेठ 7 गते संघीय संसदको दुवै सदनमा राष्ट्रपति विद्या भण्डारले सरकारको नीति तथा कार्यक्रम पेश गर्नु भएको थियो। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले कार्यक्रम बिनाको नीति आएको भन्दै सरकारको नीति तथा कार्यक्रमको आलोचना गरेको थियो भने सरकारलाई समर्थन गरेको संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधन गर्ने प्रतिबद्धता नआएको भन्दै असन्तुष्टि जनाएका थिए। सरकारले चालु आर्थिक वर्षको मुलुकको समग्र आर्थिक स्थितिको मूल्याङ्कन सहितको आर्थिक सर्वेक्षण प्रतिनिधि सभामा पेश गरेको छ। अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले आइतबार प्रतिनिधि सभाको बैठकमा चालु आर्थिक वर्षको पहिलो 8 महिनाको आर्थिक स्थितिको मूल्याङ्कन सहितको आर्थिक सर्वेक्षण पेश गर्नुभएको हो। आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षमा 5.59% आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको छ। अर्थमन्त्री खतिवड़ाले प्रति व्यक्ति आएको $1004 पुग्ने अनुमान पनि गरिएको बताउनुभयो। आर्थिक सर्वेक्षणले मुलुकमा अहिले पनि 80 लाख भन्दा बढी जनता गरिबीको रेखामुनि रहेको पनि औल्याउनुभयो। वर्ष 2073-74 मा व्यावसायिक सञ्चार सामान्य सभामुख महोदय बैंकिङ कारोबारतर्फ विगत 1 दशकको आर्थिक वृद्धि औसत 4.3% रहेकोमा चालु वर्ष 5.59%ले आर्थिक वृद्धि पुग्ने अनुमान गरिएको छ। आर्थिक वर्ष 2074-75 को कुल राष्ट्र उत्पादनमा कृषि र गैर कृषि क्षेत्रको योगदान क्रमशः 27.6 र 72.4% रहेको अनुमान छ। चालु आर्थिक वर्षमा प्रति व्यक्ति आय अमेरिकी डलर 1004 पुग्ने अनुमान छ। पछिल्लो अनुमान अनुसार अहिले पनि 60 लाख भन्दा मान्छे निरपेक्ष गरिबीको रेखामुनि छन्। बहुआयामी गरिबीको हिसाबले हेर्ने हो भने झन्डै 80 लाख मान्छेहरू गरिबीको रेखामुनि देखिन्छन्। मुलुकको आन्तरिक बचतको दर सुधारोन्मुख भए पनि यस वर्ष कुल राष्ट्र उत्पादनको 15% मात्र बचत हुन सकेको छ। कुल लगानी भने कुल राष्ट्र उत्पादनको 51.7% पुगेको छ र यसले गर्दा बचत र लगानी बीचको अन्तर झन्डै 37% छ। वार्षिक बिन्दुगत मुद्रास्फीति दर छ। आर्थिक सर्वेक्षणमा राजस्वको वृद्धि सन्तोषजनक रहेको, देशको सबै ठाउँमा बैंक तथा वित्तीय संस्थाहरूको पहुँच पुर्याउने काम भएको पनि उल्लेख गरिएको छ। अर्थमन्त्री खतिवड़ाले मूल्य वृद्धिमा चाप पार्न थालेको बताउँदै सरकारी खर्च बढ्न भई बजेट घाटा बढ्न थालेको पनि स्पष्ट पार्नुभयो। राजस्वको वृद्धि सन्तोषान्तमा देशको कुल तिर्न बाँकी सार्वजनिक ऋण पुगेको छ। आर्थिक वर्ष 2073-74 मा व्यावसायिक सञ्चार सामान्य सभामुख महोदय बैंकिङ कारोबारतर्फ विगत 1 दशकको आर्थिक वृद्धि औसत 4.3% रहेकोमा चालु वर्ष 5.59%ले आर्थिक वृद्धि पुग्ने अनुमान गरिएको छ। आर्थिक वर्ष 2074-75 को कुल राष्ट्र उत्पादनमा कृषि र गैर कृषि क्षेत्रको योगदान क्रमशः 27.6 र 72.4% रहेको अनुमान छ। चालु आर्थिक वर्षमा प्रति व्यक्ति आय अमेरिकी डलर 1004 पुग्ने अनुमान छ। पछिल्लो अनुमान अनुसार अहिले पनि 60 लाख भन्दा मान्छे निरपेक्ष गरिबीको रेखामुनि छन्। बहुआयामी गरिबीको हिसाबले हेर्ने हो भने झन्डै 80 लाख मान्छेहरू गरिबीको रेखामुनि देखिन्छन्। मुलुकको आन्तरिक बचतको दर सुधारोन्मुख भए पनि यस वर्ष कुल राष्ट्र उत्पादनको 15% मात्र बचत हुन सकेको छ। कुल लगानी भने कुल राष्ट्र उत्पादनको 51.7% पुगेको छ र यसले गर्दा बचत र लगानी बीचको अन्तर झन्डै 37% छ। वार्षिक बिन्दुगत मुद्रास्फीति दर छ। अर्थमन्त्री खतिवड़ाले पेश गर्नुभएको आर्थिक सर्वेक्षणमा शेयर बजार स्थित उन्मुख रहेको दाबी समेत गरिएको छ। सरकारले आगामी जेठ 15 गते आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ। त्यसअघि सरकारले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण संसदमा पेश गर्ने परम्परा रहिआएको छ। अब समाचारमा विश्रामपछि सर्वोच्च सहित जन्मकैदको सजाय भुक्तान गरिरहेका ढुङ्गेलाई आम माफी नदिन खबरदारी गर्ने दण्ड पीडितहरूले प्रधानमन्त्री निवास बालटारमा विरोध प्रदर्शन। निर्माण व्यवसायीहरूले आफूहरूलाई प्रहरी कारबाही गर्ने लगायतका काम तत्काल बन्द नगरे सरकार विरुद्ध कडा कदम चाल्न बाध्य हुने चेतावनी।
र आइपिएल क्रिकेटको फाइनलमा सनराइज हैदराबादलाई 8 विकेटले हराउँदै चेन्नई तेस्रो पटक आइपिएलको च्याम्पियन। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी प्रसङ्ग। दण्डकालीन हत्याको अभियोगमा सहित जन्म कैदको सजाय भुक्तान गरिरहेको बालकृष्ण ढुङ्गेललाई आम माफी नदिन खबरदारी गर्दै दण्डपीडितहरूले प्रधानमन्त्री निवास बालटारमा विरोध प्रदर्शन गरेका छन्। गणतन्त्र दिवसको दिन पारेर ढुङ्गेललाई आम माफी दिने तयारी सरकारले गरिरहेको चर्चा भइरहेको बेला दण्डपीडितहरूले त्यसो नगर्न खबरदारी गर्दै सोमबार बिहान प्रधानमन्त्री निवास बालटारमा विरोध प्रदर्शन गरेका हुन्। सर्वोच्च अदालतले आदेश विपरीत सर्वस्व सहित जन्म कैदको सजाय भुक्तान गरिरहेको मानव हत्या जस्तो जघन्य अपराध कर्ममा संलग्न ढुङ्गेललाई आम माफी दिए न्यायको खोजीमा आफूहरू अन्तर्राष्ट्रिय अदालत धाउन बाध्य हुने चेतावनी समेत सरकारलाई दिएको छ। ढुङ्गेललाई सरकारले आम माफी दिए न्यायको खोजीमा अन्तर्राष्ट्रिय अदालत जान आफूहरू बाध्य हुने दण्डपीडित सावित्री श्रेष्ठले चेतावनी दिनुभयो। उहाँले मानव हत्या जस्तो जघन्य अपराध गरेका ढुङ्गेललाई राजनीतिक अडानमा आम माफी दिन खोजिएको भन्दै त्यसको सशक्त विरोधमा उत्रन पनि सबैलाई आह्वान गर्नुभयो। दण्डकालमा ओखलढुङ्गाका उज्जन कुमार श्रेष्ठको हत्या गरेको प्रमाणको आधारमा ढुङ्गेल सर्वोच्च अदालतको आदेश अनुसार सर्वस्व सहित जन्म कैदको सजाय भुक्तान गरिरहेका छन्। हत्या गरिएका उज्जनकी दिदी समेत रहनुभएका श्रेष्ठले सरकार सर्वोच्च अदालतको आदेश विपरीत जान खोजेको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो। गर्ने होइन, सम्पूर्ण जेलको सबैजनालाई चाहिँ राज्यले छोडोस्। ढुङ्गेललाई मात्रै रिहा गर्ने होइन, सम्पूर्ण जेलको सबैजनालाई चाहिँ राज्यले दण्डपीडितहरूले ढुङ्गेललाई आम माफी दिन कुनै पनि हालतमा नमिल्ने दाबी गर्दै आइतबार पनि काठमाडौँको माइती घर मण्डलमा सरकार विरुद्ध प्रदर्शन गरेका थिए। उनीहरूले ढुङ्गेल जस्ता हत्यारालाई कारबाही गर्नुको साटो उन्मुक्ति दिने काम सरकारबाट भए कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिएका छन्। प्रदेश सरकारले मुलुकमा गणतन्त्र स्थापना भएको दिन अर्थात् गणतन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्री परिषदले बैठकले गणतन्त्र दिवसलाई भव्यता प्रदान गर्न मुख्यमन्त्री लालबाबु राउतले संयोजकतामा 21 सदस्य मूल समारोह समिति गठन गरेको छ। मुख्यमन्त्री राउतले संयोजकतामा गठित समितिमा मुख्यमन्त्रीहरू, राज्य मन्त्रीहरू, प्रदेश प्रमुख सचिव सहितका सचिवहरू, नेपाली सेनाका उपरथी र नेपाल प्रहरीका डिआइजी रहेका छन्। मूल समारोह समितिले गणतन्त्र दिवसको अवसरमा जेठ 14 गते बिहान 6:30 बजे जानकी मन्दिरमा सरसफाई गर्ने र त्यसको संयोजक समिति सामाजिक विकास मन्त्रालयले गर्ने निर्णय गरेको छ। त्यसै गरी जेठ 15 गते बिहान प्रभात फेरी गर्ने निर्णय समेत गरेको छ। बिहान जानकी मन्दिरबाट सुरु हुने प्रभात फेरी रामनन्द चोक, पिराडी चोक हुँदै जाचुकाली परिसर स्थित कवर हलमा समापन परिणत हुनेछ। प्रभात फेरीमा सबै कर्मचारीहरू सहभागी गराउनुका साथै कार्यक्रमको समायोजन गर्ने जिम्मा आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई दिएको छ। कवर हलमा हुने सभामा राष्ट्रिय गाना सहितको कार्यक्रम राखिएको निमित्त प्रमुख सचिव हरिप्रसाद भुयालले जनाएको छ। राष्ट्रिय मानव अधिकारका आयोग क्षेत्रीय कार्यालय जनकपुर धामले समेत आयोगको 18औं वार्षिक उत्सव कार्यक्रम एक अन्तर्क्रिया कार्यक्रम गरी मनाएको छ। आयोगले प्राङ्गणमा भएको चियापान तथा छलफल कार्यक्रममा वक्ताहरू तराई मधेसमा मानव अधिकार आयोगले काम निष्पक्ष र जनताको मन जित्न नसकेको आरोप लगाएका थिए। यस क्षेत्रमा हुने गरेको व्यापक मानव अधिकार हनन घटनाहरू आयोगको प्रतिवेदनमा मात्र सीमित हुने गरेको वक्ताहरूले बताए। घर में कुंतोते हत्या के और विभिन्न किस्म के यातना से महिला सब सेहो कुंते तक भोग रहले। जब तक
आधा धरती आधा आकाश के बात करे छी। जब तक विकास के क्षेत्र में अथवा घर नहीं शांति रहत तो बाहर के ना शांति। तो घर बनाबे के लागे यहाँ के महिला के अति जरूरी तखन तो महिला के यहाँ के जेटा मानव अधिकार के बात करे छी तो हमरा यहाँ के समाज में अखुन तो जनचेतना के कमी है कि महिला के जेना यहाँ के आशा पनि राख्दछु र एउटा चाहिने म सुझावको रूपमा के भन्न चाहन्छु भने अहिले स्थानीय निकायमा जुन प्रतिनिधिहरू आउनु भएको छ, नयाँ प्रतिनिधिहरू आउनु भएको छ, उहाँलाई पनि 1 दिवसीय 2 दिवसीय पनि एउटा जनजागरण अभियानको कर्ममा चाहिने एउटा गोष्ठी राखिदिनु भएको भए हामीलाई चाहिने त्यस विषयमा ठाउँ ठाउँमा गएर चाहिने काम गर्न सजिलो हुन्थ्यो भन्ने त्यो। कार्यक्रममा आयोजकका प्रतिनिधि र प्रहरी प्रतिनिधिहरूको भने आफ्नै तर्क थियो। उनीहरूले आफूहरू सक्दो मानव अधिकार रक्षाको सवालमा सचेत रहने गरेको दाबी गरे। कायम भएन भन्ने सवालमा आओस्, यी सम्पूर्ण कुराहरू आएर ठोक्किने भनेको मलाई लाग्छ पहिलो उनै नेपाल प्रहरी नै हो। र हामीले अघि एकजना सरले पनि कुरा गर्नु भएको थियो, केही कुराहरू गर्दाखेरि प्रहरीले पनि मानव अधिकारको उल्लङ्घन गरेको छ कि, कोही कसैलाई समातेर त्यहाँ लैजाने बित्तिकै मानव अधिकार उल्लङ्घन भइहालेको छ होला, त्यसमा चाहिँ अलिकति विचार गरिदिनु पर्यो भन्न खोज्नु भएको। जब हामी आफ्नो अघि साथीले भन्नुभयो जब हामी गर भनेको काम गर्दैनौँ र नगर भनेको काम गर्छौँ त्यसपछि मानव अधिकार उल्लङ्घन हुन सक्छ, हुन जान्छ। त्यो आर्थिक कुरासँग पनि रिलेटेड हुनसक्छ, सेवाग्राहीसँग पनि सम्बन्धित हुनसक्छ। त्यसले गर्दाखेरि राज्यका निकायहरू संयमित हुनका लागि पछिल्ला दिनहरूमा धेरै कुराहरूमा सहजता चाहिँ आएको छ। जस्तै हामीले यातनाका कुराहरू भन्छौँ या विभिन्न कुराहरूमा धेरै कुराहरूमा। राष्ट्रिय मानव अधिकार आयोगले देशैभरि 18औं वार्षिक उत्सव मनाएको हो। अब फेरि समाचारमा विश्रामपछि निर्माण व्यवसायीहरूले आफूहरूलाई प्रहरी कारबाही गर्ने लगायतका काम तत्काल बन्द नगरे सरकार विरुद्ध कडा कदम चाल्न बाध्य हुने चेतावनी। र आईपीएल क्रिकेटको फाइनलमा सनराइज हैदराबादले 8 विकेटले हराउँदै चेन्नई तेस्रो पटक आईपीएलको च्याम्पियन। विश्रामपछि फेरि समाचारमा स्वागत छ। अब बाँकी समाचार। जनकपुरमा बाल संरक्षण तथा खरिद प्रक्रिया सम्बन्धी भेन्डर तथा सप्लायरहरूको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको मुख्य उद्देश्य भेन्डर तथा सप्लायरहरूलाई बाल संरक्षणको बारेमा आधारभूत जानकारी गराउनु थियो। रतौली युवा क्लब तथा सेभ द चिल्ड्रेनको सहयोगमा भएको कार्यक्रममा रतौली युवा क्लबको कार्यकारी अधिकृत वैद्यनाथ चौधरीले भेन्डर तथा सप्लायरहरूको खरिद प्रक्रियाबारे जानकारी गराए। कार्यक्रममा बाल संरक्षण नीति तथा खरिद प्रक्रिया छलफल र आचार संहितामाथि सप्लायरहरूको छलफल गरियो। निर्माण व्यवसायीहरूले आफूहरूलाई प्रहरी कारबाही गर्ने लगायतका काम तत्काल बन्द नगरे सरकार विरुद्ध कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन्। नेपाल निर्माण व्यवसायी महासंघले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी निर्माण व्यवसायीहरूलाई धरपक्क गर्ने, प्रहरी कारबाही गर्ने लगायतका काम तत्काल बन्द नगरे न्यायको खोजीमा अदालत जान बाध्य हुने चेतावनी दिएको हो। पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठ सरकारले निर्माण व्यवसायीहरूलाई प्रहरी कारबाही गर्ने लगायतका काम तत्काल बन्द नगरे न्यायको खोजीमा अदालत जाने बाध्य हुने चेतावनी दिनुभयो। उहाँले सरकारले निर्माण व्यवसायीहरूमाथि गरेको व्यवहार सही नहुने उल्लेख गर्दै त्यसमा पुनर्विचार गर्न सरकारलाई गम्भीर हुन पनि ध्यानकर्षण गराउनुभयो। महासंघले गृहमन्त्री रामबहादुर थापाले समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीहरूलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएपछि निर्माण व्यवसायीहरू सरकारप्रति आक्रोशित भएका छन्। अध्यक्ष श्रेष्ठले निर्माण व्यवसायीहरूलाई सक्रिय बनाएर मुलुकलाई समृद्ध बनाउने दायित्व सरकारको भएको पनि स्मरण गराउनुभयो। उहाँले सार्वजनिक खरिद नियमावली बनाई लागू गर्ने
कानुन प्रावधान अनुसार स्थानीय तहमा पनि निर्माणको काम अघि बढाउन आवश्यक वातावरण बनाउन पनि सरकारसँग माग गर्नुभयो। महासंघले ठेक्का सम्झौता बमोजिम भइरहेको काममा सरकारी तहबाटै अवरोध पुर्याउने काम भइरहेको भन्दै आपत्ति पनि जनाएको छ। महासंघका अध्यक्ष श्रेष्ठले चन्दा माग्ने लगायत काम तत्काल बन्द गरेर निर्माणको काम गर्न आवश्यक शान्ति सुरक्षाको व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानकर्षण गराउनुभयो। अब खेल समाचार। आईपीएल क्रिकेटको उपाधि चेन्नई सुपर किङ्सले जितेको छ। आइतबार राति भएको फाइनलमा सनराइज हैदराबादले 8 विकेटले हराउँदै चेन्नई तेस्रो पटक आईपीएलको च्याम्पियन बनेको हो। आईपीएलमा 2 वर्षको प्रतिबन्धपछि आएको चेन्नईलाई विजयी बनाउन शेन वाटसनले नट आउट 117 रन बनाए। विस्फोटक ब्याटिङ गरेको वाटसनले मात्र 57 बलमा 8 छक्का र 11 चौकाको मद्दतमा 117 रन बनाए। सुरेश रैनाले 32 तथा फाफ डुप्लेसिसले 10 रनको योगदान गरेपछि 179 रनको लक्ष्य चेन्नईले खेल सकिन 9 बल बाँकी हुँदै भेटाएको थियो। मुम्बईमा टस हारेर पहिलो ब्याटिङ गरेको हैदराबादले 7 विकेट गुमाउँदै 178 रन बनाएको थियो। हैदराबादका लागि केन विलियम्सले 47 रन बनाए भने युसुफ पाठन 45 रन नट आउट रहे। यससँगै चेन्नईले आईपीएलको यही सिजनमा हैदराबादलाई 4 पटक पराजित गर्यो। हस् त अहिले समाचार यति नै। पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।